नमस्कार। कोशी प्रदेशमा कुनै उद्यम गर्दै हुनुहुन्छ? आउनुहोस् उद्यम दर्ताका लागि पूरा गर्नुपर्ने प्रक्रियाका बारेमा राम्रो गरी बुझौं। आफ्नो मात्रै स्वामित्व भएको सानो उद्यम सञ्चालन गर्ने सोचमा हुनुहुन्छ भने त्यस्तो व्यवसायलाई प्रोप्राइटरशिपको रूपमा सञ्चालन गर्न सक्नुहुनेछ। आफूबाहेक अन्य साथीभाइ वा नातागोतासँग मिलेर उद्यम सञ्चालन गर्ने सोचमा हुनुहुन्छ भने त्यस्तो उद्यमलाई साझेदारीको रूपमा सञ्चालन गर्न सक्नुहुनेछ। प्रोप्राइटरशिप र साझेदारी बाहेक शेयरहोल्डर रहने ढाँचामा उद्यम सञ्चालन गर्ने सोचमा हुनुहुन्छ भने तपाईले सुरुमा कम्पनी दर्ता गर्नुपर्छ। कम्पनी दर्ताका लागि प्रबन्ध पत्र तथा नियमावली जस्ता आवश्यक कागजपत्रहरू तयार गर्नुपर्दछ। कागजात तयारी पश्चात कम्पनी रजिस्ट्रारको कार्यालय काठमाडौँ वा इटहरीमा कम्पनी दर्ताको निवेदन पेश गर्न सकिन्छ। कम्पनी दर्ताका लागि कम्पनी रजिस्ट्रारको कार्यालयले प्रयोगमा ल्याएको CAMIS नामक अनलाइन सफ्टवेयर मार्फत आवेदन पेश गर्न सकिन्छ र प्रक्रिया समाप्त भएपछि उक्त सफ्टवेयरबाटै कम्पनी दर्ता प्रमाणपत्र प्राप्त गर्न सकिन्छ। यो त भयो कम्पनी दर्ता गर्नका लागि आवश्यक प्रक्रियाको कुरा। अब लागौं प्रोप्राइटरशिप र साझेदारी वा पार्टनरशिप कसरी दर्ता गर्ने भन्ने सम्बन्धमा। कोशी प्रदेश सरकारको उद्योग कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत 14 वटै जिल्लामा घरेलु तथा साना उद्योग कार्यालयहरू रहेका छन्। उद्यम दर्ताका लागि उद्यम रहने जिल्ला स्थित घरेलु तथा साना उद्योग कार्यालयमा सम्पर्क गर्न सकिन्छ। रु 15 करोडसम्म लगानी हुने उद्यमहरूको दर्ता, नवीकरण लगायतका सम्पूर्ण कार्यहरू जिल्ला स्थित घरेलु तथा साना उद्योग कार्यालयहरूबाटै हुन्छ। सोभन्दा बढी लगानी भएको उद्यम सम्बन्धी कार्य गर्नु परेमा विराटनगर स्थित उद्योग कृषि तथा सहकारी मन्त्रालयमा सम्पर्क गर्न सकिन्छ। आफ्नो एकल लगानी भएको उद्यम वा प्रोप्राइटरशिप दर्ताका लागि उद्यमीको नेपाली नागरिकताको प्रमाणपत्रको छायाप्रति, उद्यम रहने जग्गाको लालपूर्जाको छायाप्रति, भाडाको जग्गा भए भाडा सम्झौता, एका घरको जग्गा भए मन्जुरीनामा सहित सम्बन्धित स्थानीय तहको सिफारिस तथा सरजमिन मुचुल्का लगायतका कागजात आवश्यक हुन्छ। साथीभाइ वा नातागोतासँग साझेदारीमा उद्यम दर्ताका लागि सबै साझेदारको नेपाली नागरिकताको प्रमाणपत्रको छायाप्रति, उद्यम रहने जग्गाको लालपूर्जाको छायाप्रति, जग्गा भाडा सम्झौता वा मन्जुरीनामा, सम्बन्धित स्थानीय तहको सिफारिस तथा सरजमिन मुचुल्काका अतिरिक्त ओडा कार्यालयबाट प्रमाणित साझेदारी सम्झौता समेत आवश्यक पर्दछ। सरजमिन मुचुल्कामा उद्यम रहने जग्गाको वरिपरिको 4 किल्ला खुलाइएको र कम्तीमा 7 जनाको दस्तखत भएको हुनुपर्दछ। भाडा सम्झौता कम्तीमा 5 वर्षको लागि भएको हुनुपर्दछ भने ओडा कार्यालयबाट प्रमाणित भएको हुनुपर्दछ। एका घर सगोलका सदस्यहरूबीच भएको साझेदारी सम्झौता मान्य हुने छैन। कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएको कम्पनीको नाममा उद्यम दर्ताका लागि कम्पनी प्रमाणपत्र, प्रबन्ध पत्र, नियमावली, कम्पनी संस्थापना पत्र, शेयर लगत, स्थायी लेखा नम्बर दर्ता प्रमाणपत्र, शेयर धनीहरूको नेपाली नागरिकताको प्रमाणपत्र सहित उद्यम दर्ता सम्बन्धमा भएको कम्पनी निर्णय र अख्तियारी सहित उद्यम रहने जग्गाको लालपूर्जाको छायाप्रति, जग्गा भाडा सम्झौता, सम्बन्धित स्थानीय तहको सिफारिस तथा सरजमिन मुचुल्का पेश गर्नुपर्दछ। घरेलु तथा साना उद्योग कार्यालय वा उद्योग कृषि तथा सहकारी मन्त्रालयले माथि उल्लेख भएका कागजात सहित प्राप्त उद्योग दर्ता निवेदन उप कारबाही पश्चात उद्योग दर्ता प्रमाणपत्र जारी गर्दछन्। उद्योग दर्ता प्रमाणपत्रमा टाँच्नका लागि प्रोप्राइटर वा प्रत्येक साझेदारको 3 प्रति फोटो आवश्यक पर्दछ। कम्पनीको हकमा कम्पनीको छाप आवश्यक पर्दछ। उद्योग कृषि तथा सहकारी मन्त्रालय, कोशी प्रदेश।